एउटा बिहानको छोटो समय जो मलाई जुन इन्भाइटेसन गर्नुभयो त्यो इन्भाइटेसनको लागि म आर्थिक आभार वास्तवमा हामीले अलिक एडजस्टमेन्ट गर्ने हो कि स्टेसिङ अलिक पछि गर्नु अलिकति यो साइडले यता अलिकति यता पुस गर्ने हो कि अलिकति नाच्ने पनि हो म्याडमले गऱ्यो उसले सबै ठिक छ अलिकति पुस तपाईँहरू अलिकति थोरै थोरै यता यता यो तपाईँहरू कन्जस्टेड गरिरहेको अब डान्स गर्ने हो अरू बाँकी छैन म्याडमले गर्नुभएको कुराको पनि ओके आउनु अब जिन्दगीमा एउटै चिजको जहिले पनि मान्छे खोजी गर्न थाल्यो त्यो हो स्वास्थ्य। हिजो मान्छेले धन पैसा दौलत कार विविध चाहिँ खोज्दै हिँड्ने थियो। आज हामी तपाईँको स्वास्थ्य कहाँ छ, शान्त कहाँ छ, सन्तुष्टि कहाँ पाइन्छ भनेर खोज्ने दिन आएको छ। हिजो अब यो घोराइको उपत्यकामा चाहिँ एउटा घर लिन पाए कस्तो हुन्थ्यो होला भन्ने जिन्दगी तपाईँले जिइराख्नु भएको छ। अबका केही दिनपछि त्यो टाकुरोमा गएर चाहिँ एउटा घर बनाएर बस्नु पाए कस्तो होला भन्ने दिन आउँछ। किनभने अब मान्छेले बुझ्दै गयो स्वास्थ्य नै धन हो। तपाईँको हामीले अहिले हाम्रो नेपालीहरूको एज पनि लगभग अबको सिनारी हेर्दै जाँदा अहिले झन्डै 75 प्लस भइसकेको छ। अब 80 को रेन्जमा चाहिँ तपाईँको नेपालीको आयु औसत आयु नै आइसकेको अवस्था छ। त्यसो हुनाले हामीले यो उपचार हस्पिटलमा जाने खर्चलाई पहिले नै प्रिभेन्टिभ मेजर गरेर यस्तै खालका विभिन्न खालका चुम्बाहरू त्यही माथि पनि मलाई आश्चर्यचकित हुने म बयल डाँडा युवा क्लब भन्छ भ्यालीमा छ डाँडा बनिरहेछ कस्तो खालको हो खोइ हो कि होइन। अनि पहिलोतिर त मैले भन्दै त्यो रुख बोकेर हिँड्दै हुनुहुन्थ्यो त्यतातिर होइन बयल डाँडामा डाँडाबाट रुख रोपेर तलतिर लिएर आइराख्नु भएको छ होइन पक्कै बयल डाँडा भयो त माथि उम्रिनु पर्ने हो भन्ने पनि सोचेँ। एनिवे यसो हेर्दै गएको तपाईँको विभिन्न ठाउँहरूमा एउटा क्लब एक्सटेन्सन गरेर बिहानका एउटा निःशुल्क स्वास्थ्य प्रदान गरेर यो पनि एउटा ठुलो पुण्य काम हो। हेर्नुहोस् तपाईँ एक्लै घरमा बस्नुभयो भने कुनै पनि हालतमा तपाईँ काम गर्न एक्सर्साइज गर्नु म घरमै गर्छु भन्छ। अब पर्छ एकछिन यसो यता आउँछ फोन आउँछ यसो गरौँ उसो गरौँ अनि के भोक लाग्ला के गर्न सक्यो त्यही। तपाईँको सामूहिक रूपमा हामीले काम गऱ्यौँ भने यो काम पनि बन्छ एक्सर्साइज पनि बन्छ नयाँ कुराहरू पनि सिकिन्छ। अर्को मैले एक्सर्साइजको तपाईँलाई मैले एउटै कुरा भन्छु बिहान गुरुआमाले गराउनु पनि हुन्छ होला। पहिला हाम्रो शरीर नताती तपाईँ मर्याद मुरुक गर्न थाल्नुभयो भने तपाईँको एज अनुसारको विभिन्न नसा हाड जोर्नी लगायत मसलमा पनि क्र्याम्प भएर तपाईँको पेन हुन्छ। यहाँ दुःख भनेको छ के दुख्यो न डक्टरले के देख्ने हो र तपाईँको मसलको लेयर टेन्डनहरू देख्ने हो। त्यो लेयर टेन्डनमा कहाँनिर समस्या आछ भन्ने कुरा केही कसैलाई पनि थाहा डक्टरलाई पनि थाहा हुँदैन। हेर्नुहोस् सबै हुने भयो किन मर्दै जाँदै गर्नु पर्थ्यो र एउटा कुरा। अर्को कुरा तपाईँको अहिलेको क्यान्सर जस्तो फ्याटल रोग आइराखेको छ। क्यान्सरको एउटै मात्र क्यान्सर आफैमा रोग होइन तपाईँलाई थाहा छ। हाम्रो शरीरको कुनै पार्टको मसलहरू कुनै एउटा सेलहरू मर्दै गयो भने एउटा मर्छ त्यसपछि त्यसमा जोडिएका भेन र क्यापिलरी जुन चाहिँ रगत बग्ने र त्यो फ्लोहरू हुने त्यो क्यापिलरी नर्भस सिस्टममा जाने जुन भेन र क्यापिलरिजहरू हुन्छन् र हाम्रो मस्तिष्कका साना तपाईँको त्यो ट्रान्समिट गर्ने सेल्स ट्रान्समिट गर्ने त्यो साना भेनहरू त्यहाँ पुगे हुन्छन् ती अब ब्लक हुन्छ। जब एउटा सेल मर्छ त्यहाँ ब्लक हुन्छ। अब अर्को त्यसले रोकेपछि अर्को सेलमा जान पाउँदैन अर्को सेलमा जान पर्दैन। यस्तै गर्दै क्यान्सर हुन्छ अनि त्यसपछि ओभरअल सिस्टममा डिस्टर्बेन्स आउँछ र क्यान्सर रोगबाट फर्स्ट स्टेप सेकेन्ड स्टेप गर्दै जानुपर्छ। यो क्यान्सर रोग आफैमा रोग होइन।
अर्को कुरा म तपाईँलाई भन्छु, अहिले विश्वमा थर्ड स्टेजमा फोर्थ स्टेजमा क्यान्सर छ भने अमेरिकन लगायतका वेस्टर्न डेभलपमेन्ट चाइना लगायतका डेभलप कन्ट्रीमा गयो भने इन्टेन्सिभ एक्सर्साइज कठोर तालिम 3 महिना 5 महिना 6 महिनाको प्याकेज दिन्छ र त्यो प्याकेज कम्प्लिट गरिसकेपछि मात्र तपाईँको चाहिँ म यो अपरेसन गरेर सक्सेस हुन्छु भनेर चाहिँ बल्ल चाहिँ तपाईँको त्यसले चाहिँ त्यो ल्याउँछ र अपरेसन पनि गरिदिन्छ। त्यसो हुनाले हामीलाई के रहेछ भने हामीले तपाईँ एन्टिबायोटिक खोज्दै हुनुहुन्छ तर तपाईँको शरीरभित्र नै एन्टिबायोटिक उत्पादन हुन्छ। तपाईँलाई त्यो थाहा छैन, मलाई पनि थाहा छैन। एन्टिबायोटिक उत्पादन गर्दैछौँ हामीले, रोगसँग लड्न सक्ने औषधि हामी आफै भित्र उत्पादन गर्दैछौँ। त्यो कुरा हामी कसैलाई पनि थाहा छैन र यसको मेरो शरीरभित्र कति चाहिँ इम्प्रुभ भएको छ भने कसैलाई पनि थाहा छैन। एउटा कुरा। अर्को कुरा तपाईँले एउटा कुरा बुझ्नु होला, तपाईँले जति एक्सर्साइज गर्नुहोस्, जति फिजिकल एक्सर्साइज गर्नुहोस्, जति राम्रो खानुहोस्, ब्यालेन्स डाइट, म डाइट गरेको छु भन्नुहोस्, त्यसको कुनै अर्थ छैन जब तपाईँको मन शान्त हुँदैन, खुसी हुँदैन। तपाईँ अर्काको लागि आफ्नो ज्यान मारिराख्नु भएको छ। फलानाले 3 तले घर बनायो, फलानाको छोरो डक्टर बन्यो, अस्ट्रेलिया गयो, अमेरिका गयो, अनि तनाव कति दिन अर्काको लागि आफ्नो ज्यान फालिदिनुहुन्छ। छोडिदिनुहोस् सबै चिज, अन्धकार एउटा नाइट पुग्यो, आँखा नदेख्ने जस्तो भएर बस्नुहोस्। अरूकोले घर बनायो त्यही तनाव छ, अरूले गाडी चढ्यो त्यही, अरूले झुम्का लायो अरे त्यसपछि के लायो अरे न, यसमा कोहीले यो लायो, यसमा स्वामीले त्यो लायो, मलाई केही पनि छैन भनिदिएको छ। श्रीमतीले गर्दा श्रीमान जेलमा छ। यो स्थिति आएको छ, लाएर केही हुनेवाला छैन। त्यो सुन फ्याँकिदिउँ त तपाईँ हामी सबैले। ठुला अफिसरहरू चाहिँ हेर्नुहोस्, ठुला चाहिँ पोस्टमा पुगेका मान्छेहरूको कानमा यो उसमा कुनै चाहिँ 9 गेडी, कोही 10 गेडी, कोही के हो, केही पनि हुँदैन। 10 को भात खान पाउने छैन, बिहान बेलुका बालबच्चालाई चाहिँ एजुकेसन दिएर पाउने छैन, त्यसलाई 9 गेडी 10 गेडी र अनि त्यसपछि झुम्का काँटा के छैन। चाहिने त्यसैलाई हो। फेरि त्यसले पनि सन्तोष हुन्छ र फेरि आज त ल्यायो, अब अर्कोपल्ट यो सधैँ एउटै ल्यायो भनेर त्यसरी म तनावित उता श्रीमतीलाई हेर्छ, श्रीमान खस्ने जहिले तनाव, जहिले भातकै थालले हान्देला पनि टेन्सन, त्यो चाहिँ तपाईँको कुकरको चाहिँ ढाडुले हान्देला पनि टेन्सन आफूले गर्दा आफ्नो श्रीमान। त्यो मात्रै होइन, हामी घरमा झगडा गर्छौँ, त्यो घरमा त्यो बाल बच्चाहरूलाई साइकोलोजीको असर परेको हुन्छ। त्यो असर हामीलाई थाहा छैन। हामीले यो तनाव हुँदाखेरि चाहिँ तपाईँको शरीरमा विकार उत्पन्न हुन्छ। तपाईँको हाम्रो शरीरका इन्जाइमहरू जस्तो बाइल जुसहरू, ग्यास्ट्राइटिक जुसहरू हुन्छ, प्याङ्क्रियाटिक जुसहरू हुन्छ, सालिभाहरू हुनसक्छ। विभिन्न भित्र चाहिँ उत्पादन हुने चिजहरू त्यसले इरेगुलर बनाइदिन्छ कि बढी उत्पादन गरिदिन्छ कि त्यसैले चाहिँ यो अप्ठ्यारो पार्छ हामीलाई। हामीभित्र विषाक्त हाम्रो फ्याक्ट्री हामीले के बनाएका छौँ भने विष उत्पादन प्रयोग गर्ने फ्याक्ट्री बनाउने, अनि त्यसपछि औषधि खान चाहिँ डक्टर साहबहरूलाई त साह्रै भयो भनेर हामी त्यहाँ जाने। तपाईँको दिमागलाई चाहिँ सबैभन्दा शान्त राख्न सक्नु भएन भने सन्तोषम परम सुखम त्यसै भनेको होइन। तपाईँको हँसिलो अनुहार गर्ने एकजना महिला हेर्नुहोस् अथवा एकजना पुरुष हेर्नुहोस् र निचिक्क परे हिँड्ने त्यो सबैभरि हेर्नुहोस् र त्यसको स्वास्थ्य गरेर चेकअप गराउनुहोस् तपाईँले डक्टरको। तपाईँ त्यसै पत्ता लगाउनुहुन्छ, खाएर नाचे अनि हाँस्ने भनेको छ कि हाँस्नु ढाक मात्रै देखाए खिच्चा गर्ने हो, मनबाट हाँस्ने हो, मनबाट हाँस्ने। सन्तोष हुनु भनेको छ हाँसिरहेको छु, पुरै तनाव छ। दुनियाँ चाहिँ तपाईँको पाप गर्छ र बिहानभरि घन्टी बजाएको छ, बुझ्नुभयो कि बुझ्नु भएन। भगवान्ले रक्षा गर्ने भयो भने त्यो विभिन्न चाहिँ केदारनाथमा हिँडेको मन्दिरमा गएको, अस्ति भर्खरै चाहिँ रोल्पामा पूजा गर्न गएका चाहिँ एकै परिवारको मान्छेको के हालत हुन्थ्यो। तपाईँले जिउँदो भगवान्लाई पूजा गर्ने बानी बसाल्नुहोस्। त्यो जिउँदो भगवान् भनेको त्यो दुःखी गरिब र बेसहारा जसको कुनै पनि सहारा छैन, जसले बिहान बेलुका एक छाक
एक हातमुख जोड्न समेत पाइरहेको छ त्यस्ता मान्छेलाई एकसाथ खुवाइदिनुहोस् तपाईँलाई 7 सप्ताह पुराण लागे भन्दा पनि हुन्छ घन्टी बजाइराख्नु पर्दैन मनभित्रको घन्टी बजाउनुहोस् सधैँभरि मनभित्रको घन्टी बजाउनु भयो भने हुन्छ अर्को मैले तपाईँलाई फेरि अर्को कुरा जोडेँ यसमा यो एक्सर्साइजमा 3वटा मैले गुरुआमाको कुरा गर्दै थिएँ 3वटा फेरि हुन्छ बिहान वार्मअप नगरी केही पनि नगर्नु होला गुरुआमाले सिकाउनु नै हुन्छ होला त्यसपछि एक्सर्साइज गर्छौँ अनि स्ट्रेचिङ गर्छौँ कोही शरीरका यो हामी हलचल गर्दाखेरि मसलहरू आफ्नो ठाउँ अलिकति के भएका हुन्छन् एक